व्यक्ति जन्मने समयका आधारमा उसको जन्म कुण्डली निर्माण हुन्छ र त्यही जन्म कुण्डलीका आधारमा ज्योतिष शास्त्रका आधार हेर्ने हो भने भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार आफू जन्मिएको समय, आफू जन्मिएको बार र नक्षत्र र राशिका आधारमा व्यक्तिको जीवन निर्भर गर्छ भनेर चर्चा गरिन्छ। त्यसमध्येमा नक्षत्र जति महत्त्वपूर्ण छ व्यक्तिको जन्म बार पनि त्यत्तिकै महत्त्वपूर्ण छ। आइतबारको दिन सूर्य देवतासँग सम्बन्धित छन् अथवा सूर्य ग्रहसँग सम्बन्धित छन्। सोमबार चन्द्रमा ग्रहसँग सम्बन्धित छन्। मंगलबार मंगल ग्रहसँग सम्बन्धित छ। बुधबार बुध ग्रहसँग सम्बन्धित छ भने बिहीबार बृहस्पति ग्रहसँग, शुक्रबार शुक्र ग्रहसँग र शनिबार शनि ग्रहको कारकका रूपमा मानिन्छ, हेरिन्छ। यी 7 वटै ग्रहहरूले तपाईको आय आर्जनमा समेत प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। त्यसैले आज हामी तपाई कुन बार जन्मिनु भएको छ ती मध्येमा यी 4 वटा बारहरूमा जन्मिनु भएको छ भने तपाई पनि विशेष भाग्यशाली व्यक्ति हो। अत्यन्तै तपाईको भाग्योदय हुन्छ भन्ने कुरामा तपाई निश्चिन्त हुनुहोस्। 4 भाग्यशाली बारहरू मध्ये आइतबार। आइतबार जन्मने व्यक्ति निकै प्रभावशाली हुन्छन्, निकै भाग्यमानी पनि हुन्छन्। उनीहरूको आयु पनि अत्यन्तै लामो हुन्छ। आइतबार जन्मने व्यक्तिहरू कम बोल्छन्, शिक्षामा सधैँ अगाडि हुन्छन् भने आइतबार जन्मने व्यक्तिहरूमा धार्मिक आस्था पनि बढी हुन्छ। घर परिवारका सदस्यहरूलाई कसरी खुसी राख्न सकिन्छ, कसरी आफू अनुकूल बनाउन सकिन्छ र आफ्नो बुद्धि र विवेक प्रयोग गरेर, आफ्नो श्रम प्रयोग गरेर आफ्ना घरका परिवारका सदस्यहरूलाई सुखी र खुसी बनाउनका लागि आइतबार जन्मने व्यक्तिहरू हर तरफले प्रयासरत रहन्छन्। आइतबार जन्मने व्यक्तिहरूमा विशेष गरी दान पुण्य गर्न रुचाउने हुन्छन् र आइतबार जन्मने महिला छ भनेदेखि त उनीहरू दान पुण्यका लागि त अग्रसर नै रहन्छन्, निकै चलाख पनि हुन्छन्। आइतबार जन्मेका व्यक्तिहरूमा सौन्दर्यता मनपर्छ, अत्यन्तै सौन्दर्यता पारखी पनि हुन्छन्। धेरै जसो प्रेम विवाह गर्न सक्षम हुन्छन् आइतबार जन्मने व्यक्तिहरू भने आइतबार जन्मने व्यक्तिहरूमा रिसाउने बानी अलिक धेरै भए पनि अरूलाई चाँडै नै विश्वासमा लिन सक्ने सामर्थ्यता पनि हुन्छ। त्यसैले आइतबार जन्मने व्यक्तिहरू समाजको नेतृत्व गर्न पनि सक्षम रहन्छन्। दोस्रो भाग्यशाली बार छ सोमबार। सोमबारका दिन जन्मने व्यक्तिहरू अत्यन्तै भाग्यशाली, अत्यन्तै परिश्रमी, मेहनती र आत्मसंयमी पनि हुन्छन्। विशेष गरी सोमबार जन्मने व्यक्तिहरूमा स्मरण शक्ति अत्यन्तै बढी हुन्छ। उनीहरूले सानोतिनो विषय र ठुल्ठुला विषयहरू पनि सजिलै स्मरण गर्न सक्दछन्। सोमबार जन्मने व्यक्तिहरू बोलीमा निकै मिठासता भर्न सक्छन्। मिठो शैलीमा अरूलाई आकर्षित गर्न सक्ने र बोलीका माध्यमबाट आफ्नो जीविकोपार्जन गर्दा सक्षमताका साथ अगाडि बढ्न सक्ने क्षमता पनि हुन्छ। सोमबार जन्मने व्यक्तिहरूको जीवनमा सुख दुःख बराबर भए पनि उनीहरूले दुःखलाई पनि सुखमा रूपान्तरण गर्न सक्ने सामर्थ्यता हुन्छ। उनीहरू दुखी र सुखी उस्तै स्वरूपका साथ जिउन सक्ने गर्दछन्। सोमबार जन्मने व्यक्तिहरू अत्यन्तै कला, कुशलता, बहादुर, पराक्रमी र उच्च पदमा सम्म पुग्न सक्ने आधार हुन्छ। सोमबार जन्मेका पुरुषहरू निकै माया प्रेम गर्न रुचाउँछन् अनि लोभी त हुन्छन्, तर त्यो लोभलाई उनीहरूले आफ्नो कर्ममा रूपान्तरण गर्छन्। कार्यप्रतिको भावमा विकास गर्न सक्ने सामर्थ्यता हुन्छ। प्राय गरी सोमबार जन्मने व्यक्तिहरूले आफ्नी श्रीमतीसँगको गाली सुन्नुपर्ने हुन सक्छ र त्यो गालीलाई पनि उनीहरूले प्रेम भावमा विकास गर्न सक्ने सामर्थ्यता आफैमा विकसित गरिरहेका हुन्छन्। त्यसैले तपाई सोमबार जन्मिनु भएको छ भनेदेखि तपाई पनि एउटा अत्यन्तै भाग्यशाली, अत्यन्तै पराक्रमी, अत्यन्तै मेहनती र उच्च पदसम्म पुग्न सक्ने सामर्थ्यमान व्यक्ति हुनुहुन्छ। तेस्रो भाग्यशाली बार छ बिहीबार। बिहीबारलाई त गुरुबार पनि भनिन्छ, बृहस्पति ग्रहसँग सम्बन्धित छ यो बार। बिहीबार जन्मिने व्यक्तिहरू निकै मेधावी हुन्छन्,
शान्त स्वभावका हुन्छन् र उनीहरू समझदार पनि हुन्छन्। हरेक खालका विभेदहरूलाई, हरेक खालका झैझमेलाहरूलाई उनीहरूले सजिलैसँग समन्वय गर्न सक्ने सामर्थ्यता राख्छन्। बिहीबार जन्मने व्यक्तिहरू विध्वंसक, पराक्रमी, अत्यन्तै पुरुषार्थी र आफ्नो अस्तित्व स्थापित गर्नका लागि उनीहरू अत्यन्तै सक्षम भएको हामी पाउँछौँ। बिहीबार जन्मने व्यक्तिहरूमा विद्वत्ताको अत्यन्तै कदर हुन्छ र उनीहरू अत्यन्तै विद्वान पनि बन्न सक्छन्। विशेष गरी बिहीबार जन्मने व्यक्तिहरू 30 वर्षको उमेर नागेपछि उनीहरूको भाग्य अत्यन्तै चाँडै खुल्छ, अर्थात् उनीहरू अत्यन्तै आफ्नो भाग्योदय वर्ष आरम्भ भयो भनेर सम्झिँदा हुन्छ। सोचे भन्दा बढी धन आर्जन गर्न सक्छन्, सोचे भन्दा बढी मान पाउन सक्छन् र सम्मानले विभूषित हुन पनि सक्छन्। बिहीबार जन्मने व्यक्तिहरूले धेरै पैसा कमाउन सक्छन् र त्यो पैसालाई सञ्चित गरेर राखेर मन साँघुरो बनाएर खर्च गर्न नसक्ने अथवा त्यो सञ्चित धनलाई निकाल्नै नसक्ने पनि होइनन्। उनीहरूले जति पैसा आर्जन गर्छन् त्यति पैसा मन खुलेर खर्च गर्न पनि सक्छन्। पैसाको महत्त्व बुझेका हुन्छन् र पैसालाई सही व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने कुराको कला, क्षमता र दक्षताले भरिपूर्ण भएका हुन्छन् बिहीबार जन्मने व्यक्तिहरू। उनीहरूमा जुन वैद्युकता शक्ति हुन्छ अथवा विद्वत्ता शक्ति हुन्छ अथवा विद्वानपन हुन्छ, त्यसका कारणले गर्दा समाजमा उनीहरू प्रतिष्ठित पनि रहन सक्दछन्। बिहीबार जन्मने व्यक्तिहरूमा नेतृत्व गर्न सक्ने क्षमता पनि प्रचुर हुन्छ। उनीहरू गुणी हुन्छन्। उनीहरूले आफ्नो नियन्त्रणमा धेरै व्यक्तिहरूलाई राख्न सक्ने सामर्थ्यता विकास गरेका हुन्छन्। उच्च पद हासिल गर्ने अवसरहरूलाई उनीहरूले सही सदुपयोग गर्छन्। त्यसै कारणले गर्दा बिहीबार जन्मने व्यक्तिहरू मन्त्री पदसम्मका उच्च पदहरूमा पुगेर आफ्नो अस्तित्वलाई स्थापित गर्न सक्षम भएको पाइन्छ। यसै क्रममा अर्को भाग्यशाली बार भनेको शुक्रबार हो। शुक्रबार जन्मने व्यक्तिहरूको मन, दिमाग र शरीर निकै सुन्दर हुन्छ, राम्रो हुन्छ, आकर्षक पनि हुन्छ। शुक्रबारका दिन जन्मने व्यक्तिहरू निकै रोमाञ्चक हुन्छन्। उनीहरू कला कौशलमा निपुण हुन्छन्। उनीहरूसँग वाद्यवादनका साधनहरू बजाउन सक्ने उत्तिकै प्रचुर सम्भावना हुन्छ। गायनका कलामा पनि उनीहरू सक्षम भएको पाइन्छ। शुक्रबार जन्मने व्यक्तिहरूमा मिठो स्वर, अर्कालाई मन जित्न सक्ने सामर्थ्यता र शुक्रबार जन्मने व्यक्तिहरूको प्राय गरी 20 देखि 24 वर्ष उमेर पुगेपछि उनीहरूको भाग्योदय हुन्छ भने 20औं वर्ष र 24 वर्षको उमेर अलिक कष्टकर उमेर हो। त्यसैले 24 वर्ष नकाटेसम्म अलिकति संयमता रहनुपर्ने हुन्छ। त्यसमा पनि 20 वर्ष र 24 वर्षको ठ्याक्कै उमेर समूहमा विशेष सजगता अपनाउनु पर्ने हुन्छ। यो समयमा अलि बढी मेहनत, अलि बढी परिश्रम र अलि बढी शारीरिक श्रम पर्ने खालका कामहरू गर्नुपर्ने हुन्छ। तर पनि उनीहरू यो समयमा पनि प्रशस्त धन आर्जन गर्न सक्ने सामर्थ्यता हुन्छ। शुक्रबार जन्मने व्यक्तिहरूले हरेक कामहरूको नतिजा ढिलो आए पनि ती सबै नतिजाहरू सकारात्मक रूपमा रूपान्तरण गर्न सक्ने सामर्थ्यता हुन्छ। त्यसैले तपाईं शुक्रबार जन्मिनु भएको छ भनेदेखि तपाईमा जुन कला छ, जुन कौशलता छ, जुन अर्कालाई आकर्षित गर्न सक्ने क्षमता छ, दक्षता छ, धन प्रतिको मोह अथवा धन प्रतिको सही व्यवस्थापन गर्न सक्ने क्षमता छ, त्यसका कारणले गर्दाखेरि तपाई समाजमा प्रतिष्ठित नागरिक भएर जिउन सक्नुहुनेछ। तपाईलाई आजको सामग्री कस्तो लाग्यो र यस